ल नमस्कार मेरो नमस्कार च्यानलमा। नमस्कार। ल आज कुन एयरलाइन्स तपाईँ युज गरेर जाँदै हुन्छ भोट हाल्नको लागि नेपाल? त्यो ऊ के अरे ऊ रिसाम चाहिँ के नहाल्नु त को हुन्छ। नै नै के भयो त नि? अब अस्ति तपाईँलाई अब मेरो पनि दाइ छ भनेर त उसले भन्दै भने उसले खालि भाइ छ त्यो अर्को वाग्लेर एकजना मान्छेको फोटो हालेछ, तपाईँको हाल्दै हालेन नि? तपाईँले नसम्झिँदो रहेछ, आफ्नो दाइ जस्तो नमाने रहेछ क्या। हुन त अलिक सबभन्दा नजिकको म हो फेरि हो नि। अनि नहाले दुई शब्द जाओस् न हजुरको हाम्रो कन्ट्री म्यानेजरज्यूलाई। नजाओस्। केही छैन, दिदी बहिनीलाई मैले सम्झेको छु, बहिनीले नसम्झे भन्नु न। केही छैन, बहिनीले नसम्झिने म उहीँ गएर भिडियो देखाइदिन्छु हाम्रो अन्जु म्याडमलाई। ल कति बजेको फ्लाइट हो र वाग्ले सर हजुरको? 12:05 को 12। अहिले कति बजेर त्यति विधि हात्तिनु भएको? न भोक लाग्छ न निन्द्रा लाग्छ। भात खाइयो। कहाँ बजेछ? 8 बजेछ अहिले? 7:30 को भाडा दियो म त 9 बजी हिँड्ने भनेर रेडी भएपछि ल हाम्रो वाग्ले सर आज घर जाने भनेर बिस्तरामा पुरा नयाँ जुत्ता लाएर सुत्नु भयो। केही भन्नु छ र अब यस्तो युनिफर्म त पुरा उहाँ टाँगेर जानुभएछ अनि त्यो हाल्नु भएन सर तपाईँको पोकापुन्त्रीमा। धोको ब्यागमा हालेको छु यो नदको ए भनेपछि यसपालिको यो 2026 को एनुअल भेकेसनमा रिल्याक्स के प्लानिङ गर्दै जाँदै हुनुहुन्छ? रिल्याक्स छ रिल्याक्स। एउटा दुइटा होइन एकछिन छ बसन देवी। अनि 1 2 3 4 यस्तो प्लानिङ भन्नु न। फर्स्ट प्लानिङ के छ वाग्ले सर? फर्स्ट प्लानिङ भोलि पुइन्छ, पर्सि घर वास्तुमा गइन्छ, हजुर। त्यसपछि फर्केसी स्याङ्जा गइन्छ। किचनस होइन छौछौदी छौछौदी ए त्यहाँ मामा कहाँ गइन्छ, त्यहाँबाट ठुलियाका घर गइन्छ। ल ल जान त एउटी रुन्चे सानीमा कहाँ जान भनेको ऊ त उहाँ ज्ञाति हो, ज्ञाति जान थाहै छैन। जानु नि जानु साउदीबाट ल्याएको एउटा दुइटा खजुर यसो हजुर त लिएकै छैन हजुर। लिनुभयो खानु खजुर? साउदी एउटा केही निशानी त्यस्तो यसो लिएर। काजु ए काजु बदाम छ ए काजु बदाम। ल ल अनि फर्स्ट सेकेन्ड अब तिस्रा त्यसपछि त्यसपछि काठमाडौँ फेरि काठमाडौँमा वर्तमान ल ठिकै छ। चोली पहिला हाँसेको हाम्रो भाइ चाहिँ यहाँ हो है। फेरि कसको हाँसो यस्तो खतरा? जय माटो हो। माटो हो कि घाटो? जय माटो। अनि जय घन्टी घन्टी सबै जे जय घन्टी टिल्लिङ टिल्लिङ घन्टी। दुइटै नयाँ पार्टी हो घन्टी र माटो। तर जे होस् जित्नुपर्छ। घन्टीले जित्यो। त्यो पुरानो दलहरूले जित्नु भन्दा यी दुइटा नयाँ दलहरूले जितेकै राम्रो हो। अरू 14 चाहिँ के तपाईँ काठमाडौँ फर्केपछि नेक्स्ट बाजे बुलेट लिएर बाहुनी बजारले घुमाउने हो? बुलेट भाडामा पाइयो भने पाइहाल्छ नि बाजे, पैसै हो क्या आजभोलि त। 3000 एक दिनको। क्रस फायर त बाजे खुट्टाले भेट्नु पऱ्यो नि। हुन त चलाउन त सकिन्छ, त्यही पनि खुट्टाले यार यसो गरेर त चलाएको देखेको थिएँ मैले। मैले भिआर चलाएको, अब करस चलाउन सकिन्न भनेपछि कतिको करस? 57 वर्षको उमेरको हाम्रो होला वाग्ले सरलाई पुरा इन्ट्रेस्ट छ। करस कति लाखको? लिनु न के हुन्न क्या, त्यो पाइन्छ भाडामा पनि पाइन्छ। बुलेटहरू क्रस फायरहरू बन्द गर्नु त यार अब दुख होइन। फेरि त्यो पनि आउँछ फेरि तपाईँ रिसाएको उस पनि मेरो पोडकास्टमा अरू त अरू के प्लानिङ छ वाग्ले सर? फागुन 21 गते नि छ नि। फागुन 21 गते चुनाव घन्टीमा भोट हालेर सबैलाई, काङ्ग्रेस जतिलाई मैले आफ्ना मान्छे जतिलाई सबैलाई के अरे रिसाएर न अलिक प्यारसँग भन्नु न।
रासपा बनायो नि त नै त्यो ठिक छ राम्रो छ त्यो त ऊ छ न काठमाडौँको दाइ तर थर्काएर होइन कि त्यो होइन होइन काठमाडौँको दाइ के अरे सेतो काङ्ग्रेस लास्टै पोखराको महाधिवेशनमा जाने कालो झन्डा लिएर गरेका काङ्ग्रेसको हजुर उनी धरि अहिले काङ्ग्रेसले के अरे राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ लाहन ल मेरो उसको त काङ्ग्रेसकै मेयर त घन्टीमा उठ्या अनि त्यो विक्रम खनाल चिन्नुहुन्छ ऊ पनि काङ्ग्रेसकै हो विक्रम खनाल विक्रम खनाल नरेन्द्र गुप्ता त्यो दुइटा उठायो क्या ए अरू त्यसो भोटपछि के छ अरू हनिमुनतिर खै मालदिप्स थाइल्यान्डतिर जानु न बाजे यार के थाइल्यान्ड इन्डोनेसिया भोलि पछि जाने हो लानु बाजे त छोराछोरी हुर्काउनु छैन केही छैन अब 2 महिनाको छुट्टी मिलाएर तपाईँलाई त हुन त आफै नै अब अझैसम्म एकदम गर्नुभयो अझसम्म छ त्यही पनि छोराछोरीले नि अब सपोर्ट गर्छन् क्या सानो छोरीले कालो टोपी लाउने बेला जाने हो ठुली छोरीले 2 महिनाको छुट्टी लिनुपर्छ बाबा आगुम भनिन्छ त्यसपछि सानो छोरीको 2 वर्ष हुन लाग्यो अब टोपी लाउनलाई 2 वर्ष अनि सानो ज्वाइँ हेर्नु भएको नै त फेरि कता कता ओ छोरी आफै हेर्छिन् आफै हेर्छ हेर्न पर्दैन ल कता यो यस्तो भनिदिनु होला बाहुनै नहेर छोरी हेरेन मगर हेर्दा नि हुन्छ भन्ला छैन मलाई जुन उसको इच्छा अनुसार जस्ट तर गुरुङसँग बिहा नगरेस् भन्छु अलिक उस भनेका सारू मगर भने चाहिँ उपाध्य मगर है मगरैसँग बिहाहरू के अरे चौधरीसँग बिहाहरू छ मलाई त्यसमा ऊ छैन तर के भन्दा गुरुङसँग बिहा नगरोस् तिनीहरूको अलिक रिवाज चाहिँ नमिल्दो तिनीहरूको होइन यो बाहुनको र मगरको सबै नमिले नि मर्दाको चाहिँ त्यो चाहिँ एकदम अलिक मिल्दो रहेछ कि म यसो राई लिम्बू पनि चल्छ बरु राई लिम्बू बिहाहरू केही भएन कि तर गुरुङसँग मिल्दो रहन्छ कि हामीहरू केही पनि लगभग मिल्दैन अब हामीले ढ्यालो ठोकेर हिँड्न अलिक फरक पर्छ क्या तिनीहरू धेरै फरक पर्दो रहेछ भन्दाखेरि मगर गुरुङ भन्छ अलिकति केही छैन त्यो जातभात आफ्नो माया प्रेम हो आज कति तारिक हो 12 भोलि 52 बजेको फ्लाइट हो नि त यहाँ पोडकास्टमा भ्यालेन्टाइन डेको बेला पुग्ने रहेछ त फुल बाजेले त गुलाबको फुलै किन दिनुहुन्छ नि पर्सि भ्यालेन्टाइन डे लिएर जाने यो फेरि काठमाडौँबाट गुलाबको हान्दिनँ ठुलै त्यो ओरिजिनल फुल लगेन नि फेरि त उसको होइन नि त्यो कपडाको ओरिजिनल भनेको आजभोलि धेरै बेच्न राखेको हुन्छ क्या त्यो ओरिजिनल फुलै फ्लोर सपमा नेपालमा पनि अलिक खोलेछ भोलि लगेर पर्सि दिने त्यही भ्यालेन्टाइन डेको दिन बिहानै किने नि हुन्छ नि चित्त जानु पर्यो त्यो पहिलो दिन किन्यो भने फेरि सिरिजमा राख्नु नि त त्यो डीमा होइन तल केही नि हुँदैन ल अरू केही भन्नु छ वाग्ले सर केही छैन अब कति बजीतिर निक्लिने 8 बजेतिर निक्ल्यौँ 8:05मै निक्ल्यौँ 8 बजे निक्लिन भन्दा अलि तलमाथि भएको बेला निक्ल्यौँ अब शुभ यात्रा भन्नु होला तपाईँले ल शुभयात्रा राम्रोसँग हनिमुन मनाउनु सबै गर्नुहोस् सबै उस गरेर आउनु त यो बुढिसको लागि मनाइ हुन्छ के बाजे यतिखेर ऊ त्यो उसले त्यो प्रियङ्का कार्कीको सासु आमाले भर्खर बिहा गर्नुभयो कति मान्छेको उस हो अब हामीले बिहा गर्नु भएन ल भाइ तिमीले नै बाजेलाई के भन्नु छ मेरो पोडकास्टबाट दाइलाई के भनेर शुभ यात्रा भन्न चाहन्छु होइन अब राम्रोसँग छुट्टी मनाएर आउनु होला अब फेरि पनि फर्केर फेरि मिलेर बस्नुपर्छ एकदम हामी एउटा फ्यामिली हाम्रो एउटा परिवार हामी मगर यता बाहुन यता लिम्बू भए पनि हामी एउटै परिवारमा भएर बसेका छौँ यसरी नै हाम्रो माया प्रेम सद्भाव कायमै रहिरहोस् भन्न चाहन्छु लडाइँ झगडा नहोस् कहिले पनि सानोतिनो कुराहरू हुन्छ राम्रोसँग छुट्टी मनाएर आउनु होला भाउजूसँग घुमेर अब चुनावमा पनि जाँदै हुनुहुन्छ भोट लाउनु होला राम्रोसँगले किनभने लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको आफ्नो एकदम मन परेको उम्मेदवारलाई ठक्क भोट लाउने हो अब उहाँको फेभरेट भनेको अब घन्टी पार्टी हो ठ्याक्कसँगले हानेर विजय उहाँले हानेको जित्नु पर्यो अनि एउटा कुरा सोधेँ तिमीलाई अघिदेखि हाम्रो बाजे न भोक लागेको छ भन्छ न निदो लागेको छ होइन अब हर्षले बिचरा अब होइन अब हर्ष पनि होला अब कहिले नेपाल गएर यसो आफन्तहरूसँग भेटघाट गरौँ हुनु त अब ठ्याक्कै उज्यालो हुने बेलामा पुगिन्छ यसो हेर्दाखेरि डाँडा काँडा देखिहालिन्छ प्लेनबाट झ्यालपट्टिबाट स्वर्गमै आइँदै फर्किएर आइँदैछ कि जस्तो लाग्छ
मलाई चाहिँ त्यस्तो महसुस हुन्छ होइन अघि म किनकि उहाँको गृहमन्त्रीसँग बात गर्दा गर्दा म आएको थिएँ हजुर हजुर अनि भन्नुभयो क्या ए म त भात त पकाएँ मलाई त खानै मन लागेन रे त्यो अब त्यो हुन्छ त्यो हुन्छ अब ठिक छ राम्रोसँग जानु होला र अब खाना त खानुपर्छ फेरि उता प्लेनमा त सास अडाउने मात्रै दिन्छ जब त्यहाँ गइसकेपछि फेरि चुइकेर भोक लाग्छ त्यति बेला हुँदैन खाना चाहिँ खानुपर्छ राम्रोसँग जानु होला आफ्नो ख्याल गर्नु होला ल ल ल मेरो यो पोडकास्ट नै अलिक लामो हुन थालेछ क्या यसमा तपाईँलाई धन्यवाद मेरो छोटो भनाइहरू राख्नु पाएँ तपाईँको पोडकास्ट मार्फत मेरो भुइँ मान्छेको पनि आवाज सुनिदिनु भयो है ल ल ल धन्यवाद मेरो पोडकास्टमा मार्फत 2 शब्द राख्थ्यो भने थ्याङ्क यू सो मच तिमीलाई ल त ल यसैमा म धन्यवाद पोस्टकार्ड लिने मान्छे चाहिँ मै हो है